सानो छ र भनेको के मोमो हैन अघि चाहिँ स्वादै नलिकन खाए के गम कि गम भोक लागेर ठुलो मोमो देखेर एकदमै एक्साइटेड भथे अनि गम कि गम खाए गाइजहरु अब चाहिँ स्वाद लिएर म स्लो मोसनमा खादै छु है अघि चाहिँ दुईटै चटनी यस्तो एम्मी भयो अहिले चाहिँ अब दुईटै चटनी के हुँदैछ है अब मलाई खाँदै भन्दा नि धेरै बोलेर टाइम पास गर्दै छु है जस्तो भयो है हेलो हेलो जोरले नमस्ते वेलकम ब्याक टु माय युट्युब च्यानल आज पनि म नयाँ भिडियोको साथमा उपस्थित भइसकेको छु साथीहरु आज त मैले के लिएर आएको छु भनेर हजुरहरुले देखिसक्नु भयो होला मैले चाहिँ आज एकदमै बिग मोमो लिएर आएको छु है साथीहरु बिग ओरेन्ज मोमो लिएर आएको छु है बिग ओरेन्ज मोमो लिएर आएको छु साथीहरु ल यो चाहिँ बफ मोमो हो तातै छ अहिले सेलायो भने मिठो हुँदैन साथीहरु ल अब चाहिँ म ढिलो नगरिकन खान सुरु गर्छु मैले चाहिँ आज बिग मोमो ओरेन्ज मोमो वाट अ बिग मोमो है ल साथीहरु मैले चाहिँ एकदमै ठुलो मोमो लिएर आएको छु साथीहरु म चाहिँ ढिलो नगरिकन खान सुरु गर्छु सेलायो भने मिठो हुँदैन ल खाना सुरु गरे ल पसिना भइसकेको छु खाए ल तपाईले देख्न सक्नुहुन्छ यो मोमो चाहिँ कति ठुलो हो यतिको नर्मल हामीले खाने जस्तो सधैँको मोमो बनायो भने चाहिँ 3 प्लेट हुन्छ है साथीहरु यो चाहिँ मैले किन धेरै चप्पाको भन्ने साथीहरु यसलाई चाहिँ मैले किमा बनाएर हालेको हैन यसमा चाहिँ मैले मासुको पिस यत्रो बनाएर मासु नै राखेको भएर अलि चपाउन चाहिँ टाइम लाग्यो है गर्मी भइसक्यो तातो पिरो पसिनाले खल्ती भइसक्यो टिस्यु ल्याउनु बिर्सेछु मासुको पिस गरेर काटेर राखेको छु है अनि त्यही भएर चपाउन चाहिँ टाइम लाग्यो
पिरोले पिरो पुरै पोलेर चिउडो चिउडो रातै भइसक्यो चाहिँ फुल भइसकेपछि साथीहरु त्यही पनि यो सकाउने चाहिँ ट्राई चाहिँ गर्छु अब यति दुईटा त सानो छ र भनेको के मम हैन पसिना भइसक्यो देख्न सक्नुहुन्छ हजुरहरुले पसिना खतरा बोला बाबुलाई अघि त भुक लाग्यो हैन लास्टै खाना पनि मन लाग्यो एक्साइटेड थिए नि त मोमो देखेर यो बिग मोमो देखेर अनि अहिले त अगाउँदै गएछु फुल भइसक्यो अब चाहिँ स्लोली खान पर्यो क्या स्लो मोसनमा पसिना तातो तातो मोमो पिरो पिरो मोमो ठुलो ठुलो मोमो ले आज यो बोक्रा चाहिँ फाल्दिन पर्यो अब लास्ट वान है यो चाहिँ तर फुल भइसकेछ के पेट पनि यत्रो भइसक्यो त्यही पनि आई विल ट्राई माई लेभल बेस्ट है अघि चाहिँ स्वादै नलिकन खाए के गम भोक लागेर
ठुलो मोमो देखेर एकदमै एक्साइटेड भएको थिएँ अनि गम कि गम खाएँ गाइजहरु। अब चाहिँ स्वाद लिएर म स्लो मोसनमा खाँदैछु है। खाँदै भन्दा नि धेरै बोलेर टाइम पास गर्दैछु है जस्तो भयो है। पुरै पोलेर यति त रातै भइसक्यो। अघि चाहिँ दुईटै चटनी यस्तो एमी भएको थियो। अहिले चाहिँ अब दुईटै चटनी के हुँदैछ है अब मलाई। सरी ल, यो चाहिँ मलाई धेरै भयो सकाइन। अघि पनि एउटा सानो फाल्यो, अब पनि फाल्दैछु। आइम सरी। पानी चाहिँ खानु पर्यो क्या। औरै गरिम भयो नि त, पिरो पनि भयो तातो पनि भएर। सरी ल साथीहरु, मैले चाहिँ बिग मोमो खाएर सकाइसकेँ। यो 3 प्लेट भन्दा नि बेसी हुन्थ्यो होला मोमो चाहिँ, तर 3 प्लेट भन्दा कमी चाहिँ हुन्थेन है मैले आज बनाएको मोमो। 3 प्लेट मोमो भनेको मेरो लागि चाहिँ नट अ जोक के। मैले चाहिँ धेरै भनेको 15वटा खान सक्थेँ। आज चाहिँ 3 प्लेट भन्दा बेसी नै हुन्छ क्या त्यो मोमो। मैले ढाँटेको होइन। अनि मैले 15वटा खान नसक्ने मान्छेलाई त त्यो जोक 3 प्लेट खाएको त नट अ जोक होइन, जोकै डबल भयो नि त। तर पनि मैले सकाएँ, म सक्सेस भएँ। यति मोमो खानु सकाएँ मैले चाहिँ। म पिरो भयो के, पिरो खाएर पिरो भन्दा नि पुरै लागेर क्या, लागेर चाहिँ पुरै भतभत्ती पोलिरहेको क्या साथीहरू। ल साथीहरू, आजलाई यति नै। फेरि पनि भोलि अर्को नयाँ भिडियोको साथमा उपस्थित हुने छु साथीहरू। त्यति जेलसम्मको लागि भिडियो हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला। नयाँ जोडिनु हुने साथीहरूले सब्सक्राइब गर्न नभुल्दिनु होला। जसले मलाई पहिल्यै नै माया गर्दै सक्नु भएको छ सब्सक्राइब गरेर, उहाँहरूलाई धेरै धेरै थ्याङ्क यू सो मच माई युट्युब फ्यामिली भन्न चाहन्छु। र यति भन्दै आज फेरि अब फेरि भोलि अर्को भिडियोमा भेटौँला। बोल्दा बोल्दै हाड नभएको जिउरो यता उता हुँदो रहेछ गाइजहरु। ल यति नै साथीहरू, बाई बाई। अर्को भिडियोमा भेटौँला, बाई बाई।